जेरी मुभी हेर्नु जानु भएको भन्छ को आयो यहाँ राख्ने यो चाहिँ ब्ल्याङ्केट ओरेर जाला अझै पिज्जा एउटा बनाउनु भ्याउँदै छ हामीले के हो र जस्तो यो चाहिँ पुलिसवाला चाहिँ पिज्जा आइसकेको छ हामीले 3 चोटि खाइसक्यौँ लाउन मान्छे यहाँ मतलब आधी मात्र लिपस्टिक किन्ला पिज्जा खानलाई आधी मात्र लिपस्टिक लगाएको यहाँ अहिले लाउनु भएको छ पिज्जा चाहिँ कसले बनायो नि हामीले घरमै बनायो पिज्जा अहिले कहाँ जानुला मुभी हेर्न इन्टरभ्यू ल्याएर जस्तो अब मुभी हेर्न जानु लागेको हो हामी अब आज के मुभी रे मेरी सारी मुभी हेर्न जाला यो चाहिँ ब्ल्याङ्केट ओरेर जाला अब के गर्नु जाडो छ अब हाम्रो नाइट सो हो नि त त्यही भएर के अब 8 साढे 8 मा हाम्रो यो चाहिँ पुलिसवाला चाहिँ के भन्ला अब पुलिसवाला भाइ पनि मन नलाउने अहिले जबरजस्ती गर्न अनि मैले जानेछु तजै जाने यो अहिले अलिकति चलेको स्ट्यान्डर्ड वाला ब्रान्ड छैन त्यही पनि स्ट्यान्डर्ड वाला ज्याकेट हो यो चाहिँ किन राम्रो छैन ह्यान्डसम देखेको भन्छ भनेर हामी चाहिँ अब पिज्जा खाएर निस्किन लागेको अब पिज्जा भनेको चिज छोडेर जानु भएन नि त अनि त्यही भएर त्यहाँ गएर पपकर्न मात्र खाने सक्क मुखबाङ गरौँ न हलमा बाङ बुक गरिदिनु हलकोले साउन्डले नै बाङबुङ गर्छ नि भिडियोमा हामी चाहिँ जेरी सवारी मुभी हेर्न जानु लागेको रे मम्मीले भनेको जेरी मुभी हेर्न जानु लागेको मोमो एक प्लेटमा 5,000 ल यसले चाहिँ मोमो एक प्लेटमा 5 खाएर आयो कहाँ दिन्छ एक प्लेटमा मोमो 5 10 थियो 5,000 त्यसलाई फिर्ता पसलवालाले 5 फिर्ता दिँदैन अदर अलिक ढिलो भयो है छिटो ल्याउनु त पिज्जा ल्याइदिनु पिज्जा आइसकेको छ हामीले 3 चोटि खाइसक्यौँ अब यो लास्ट 2 3 4 5 6 तपाईँ नआउने हामी चाहिँ 5 जना मुभी हेर्न जानु लागेको तिराउने मान्छे यहाँ बड़ा हरामी हो बेटा ढिलो होइन है पिज्जा खाएको होइन भर्खर कहिले ढिलो भयो यहाँबाट यहाँसम्म होइन झगडा गर्नु पर्छ म ढिलो गरेँ म सबभन्दा सुरुमा हामी चाहिँ चल्दैको अब यो चाहिँ खै तेरो यसको 4 जना दोस्त चाहिँ हाम्रो घरमा बस्छ डिस्कस भइरहेको के भयो अर्को ज्याकेट लाउने भन्छ किन अर्को ज्याकेट किन लाग्यो ज्याकेट खै तेरो मतलब यति मात्र यहाँ बेलुकाको भ्यू यस्तो छ झिलमिल निकालेपछि हालत झिलमिल बाँडेको त हो कति किन हो र भ्लग बनाइसकेपछि 1 महिनापछि हामी एकदम बिजीहरू कहाँ बिजी हुन्छौँ बाई बाई विदाउट स्टार्ट गऱ्यौँ पिप पिप ए बाटो छोड्नु यहाँ यता घरनिर यस्तो राखेको छ यो पार्किङ गर्ने ठाउँमा म भन्छु को आयो यहाँ राख्ने पार्किङ गर्छु के हो र को यहाँ राख्ने नाना खानु ल है त गाइस निस्केको ल गाइस हामी चाहिँ निस्किसकेको छौँ हाम्रो घरबाट मुभी हलमा भेट्ने छ सबैजना सँगै हिँडिसकेको छौँ चाहिँ अहिले भेटेर हामी आहा हाम्रो यसले छोडेर अब हामी कहाँ जानु भन्ने थाहा छैन यहाँ मात्र भन्यो अब हावाले पुरै बगाइसक्यो अब केही बगाइसक्यो हामी चाहिँ यहाँ कुदिरहेछौँ ड्राइभरलाई यो कहाँ हो यो कस्तो यो जङ्गल जङ्गल हेरेर कि कहिले त्यो ल हाम्रो दाइहरू चाहिँ आइसक्यो अरे अब हामी जाँदैछौँ खै कहाँ हो खै फुल खै लातो होइन ए स्टप साथीहरू
लाइक चाहिँ आइसकेको छ मुभी हल मै छौँ हामी बाहिर त्यो जेरी फोटो खिच्यो होला यसको अनुहार हेर त कस्तो डल्लो अनुहार अब के गर्नु भर्खर पुगिरहेछ कस्तो राम्रो ठाउँ छ है हामी चाहिँ धेरै नै चाँडै पुगे जस्तो छ है किनकि यहाँ फिल्म पनि सुरु भएको छ फिल्म पनि सुरु भएको छैन हामी चाहिँ धेरै चाँडो आयो यो दाइले गरेर अझै पिज्जा एउटा बनाउनु भ्याउनु चार लट होला 5 लट बनाएको छ हामीले जिते देखायो पिज्जा भन्ने कुरा खोजीमा माल छ भन्नेमा हिमाल चढ्ने नि अब नि यो चिसोले गर्दा यहाँ त 2-3 दिनमा एकचोटि हुँदो रहेछ हाम्रो देशमा कोही माथि पुग्ने हुँदैन खुट्टा तान्न सुरु भइहाल्छ के हो यार तपाईँहरू बच्चा जस्तो यो सान्जा भान्जी यो बिगमाङ्गे आइडिया पनि सायद तिमै होला यार मामा यत्रो भ्युअर्समा कसैले न कसैले त उसलाई हेरेर अप्रिसिएट गर्छ नि सपोर्ट गर्ला भान्जी इन्टरनेटमा हात पसारे पनि पशुपतिको गेटमा हात फिजाए पनि भिख भनेको भिखी हो मेरो यही दुईटा आँखा वान आँखा टु आँखाले देखाला आज तपाईँ मजाले माइजूलाई थर्काउनु ल है नाइ भन्न पाउँदैन बिएमा नानो साँच्ची हो या कम अन फोन उठाउनु पर्दैन फोन किन नउठाएको ओ शङ्काको छोरी दाउदको नातिनी कुन चाहिँ अनुसन्धान अधिकृत हो सा खै क्यामेरा फर्को दाहिनी कोसे देखा देब्रे कोसे देखा घुमाइको भाइ देखाउनलाई म टेलिभिजनको क्यामेराम्यान हो तसँग को छ अरे मसँग प्रियङ्का गाजी छ के चेष्टा भन्दा इयरफोन बाबा घुमाउ न कहाँबाट सुरु गरौँ टु बी अनेस्ट सुरुमा आई डिडन्ट लाइक यु एट अल तर
ज्याकेट यसरी लाउनु पर्छ अरे यहाँ चेन बिग्रियो भने यसरी फाइनल गाइड भिडियो सकेर हामी फर्किँदैछ फिल्म कस्तो लाग्यो हजुरहरूलाई एकदम राम्रो छ होइन हाम्रो त भ्लगभन्दा धेरै मुभीको सिनहरू चाहिँ हामीले हाल्छ होला